बालेन सरकार जिन्दाबाद। किन? किनकि जस्तै पहिला अब नरेन्द्र मोदीजी अब भारतको प्रधानमन्त्री हुनुभयो, त्यसपछि नेपाली जनताहरूले के भन्नुहुन्थ्यो भने अब त्यस्तै नेता हाम्रो देशमा पनि आए कति राम्रो हुन्थ्यो, कति विकास हुन्थ्यो भनेर सोच्नुहुन्थ्यो होइन। अहिले त्यस्तै हाम्रो बालेन्द्र शाह जबदेखि प्रधानमन्त्री हुनुभएको छ नि, तबदेखि इन्डियाको मान्छेहरूले हरेकले के भन्छ थाहा छ? बालेन जस्तो प्रधानमन्त्री हाम्रो देशमा भएको भए कति राम्रो हुन्थ्यो भनेर सोच्दैछन् होइन। मलाई त धेरै विश्वास छ र आशा पनि छ यो 5 वर्षमा कति काम हुन्छ भनेर मैले त सोच्न पनि सकेको छैन के। हजुरहरूलाई के लाग्छ साथीहरू, कमेन्ट गर्नुहोस् त। जस्तोको त्यस्तै।